Hello, good morning. So today is April 7, World Health Day. Exhibition and now we are and त्यसपछि we will see how the day unfolds. So happy World Health Day. Together for health, stand with science. Bye. So World Health Day. हामी हाइट वेट पनि लिन्छौँ. सो दिस इज द स्टेडियोमिटर, वेइङ मेसिन. अनि चाहिँ हाम्रो सबै आर्टहरू इट्स अलवेज रेडी. यहाँ हेर्नु, यहाँ छ हामीसँग अर्को आर्ट. अनि त्यहाँ चाहिँ हाम्रो ह्यान्डमेड फ्लेक्स. अनि हामी सबजना है अनि हाम्रो स्टुडेन्ट्सहरू. अनि दिस इज मी. नाउ वी आर रेडी फर द डे. We are arranging. This is our canteen, auditorium. Students. हामी attendance लिँदैछौँ. 17. सबजना यहाँ छ प्रोग्रामको लागि. यो रेडी. हाम्रो डान्सर्स होइन, ड्रामा क्यारेक्टर. स्वास्थ्य स्वयंसेविका म्याम. के रोल चाहिँ एउटै डाइलग छ. के भयो टेन्सन न. हामी सबैको सामाजिक दायित्व यो त हाम्रो कर्तव्य. हामीले यसमा तपाईँले केही गरेको छैन. हामी सबै मिलेर एकअर्कालाई मद्दत गर्नुपर्छ, एकअर्कालाई सहयोग गर्ने पो हो त. ल ज्ञानको लागि धन्यवाद. हाम्रो मनिषाले जस्तै हामी सबैले सहयोग गर्नुहुन्छ. सधैँ हामी आज ड्रामामा गए पनि हामी सहयोग गर्न पाइरहेछौँ मान्छेलाई. यहाँ चाहिँ हाम्रो आइटी डिपार्टको होनार भाइहरू. अझै भाइ आउने बाँकी नै छ. यहाँ सबभन्दा राम्रै हाम्रो दुईवटा प्रिन्सेस एफसिएचबी. यहाँ चाहिँ हाम्रो ब्लड प्रेसर. World Health Day. Excited faces. We gather not just as students of medicine, but as custodians of a promise to heal, to serve, and to in every history we take and in every life we touch. The 7th of each year to celebrate the All Health Day, and this All Health Day is not only to celebrate the All Health Day regarding discussing the All Health issue. Also, it is science. The main thing is hygiene. All the participants and ladies and gentlemen. First of all, I would like to give great thanks as well as really 158 base pair, where we can see that all of the samples which has been used show positive. Of gold and silver. सम्पूर्णलाई नमस्कार. म मनिषा पराजुली, बीएससी नर्सिङ फर्स्ट इयरको स्टुडेन्ट, कलेज अफ नर्सिङबाट. यो शरीर कोशिकाले बनेको यो शरीर केवल अस्थि र रगतको संरचना होइन, यो त चेतनाको मूर्ति हो.
जहाँ प्रत्येक सासले ब्रह्माण्डसँग संवाद गर्छ। के हो स्वास्थ्य? जब रक्त नलीहरूमा जीवनको सङ्गीत बज्छ, आफ्नै काबुमा रहन्छन्, त्यही क्षण स्वास्थ्यको वास्तविक परिभाषा जन्मन्छ। स्वास्थ्य विलासिता होइन, स्वास्थ्य विलासिता होइन, यो अस्तित्वको आधार हो। अचानक आएको भूकम्पले हाम्रो गाउँ नै तस नस बनायो। घर मात्र होइन, पानीको स्रोत पनि बिग्रियो। हैजा नयाँ रोग होइन। सन् 1800 दशकदेखि विश्वभर फैलिएको यो रोगले त्यस बेला लाखौँ मानिसको ज्यान लिएको थियो। आज पनि दूषित पानी र सरसफाइको कमी भएका ठाउँमा हैजा देखिन्छ। हैजा रोगको अहिले पनि खतरा छ। विज्ञानको भरपर्दो बाटो खोप नै यसको सुरक्षित उपाय हो। समयमै खोप लगाउँ, सरसफाइ अपनाऊ, स्वास्थ्यका लागि सँगै उभियौँ। यही नै हाम्रो साँचो प्रतिरोध हो।
प्राकृतिक र स्वास्थ्य सङ्कटलाई कम गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। सशस्त्र बल, स्वास्थ्यकर्मी, उद्धार टोली र स्थानीय समुदायको एकता र विज्ञानमा अडिग विश्वासले मात्रै हाम्रो जीवन जोगाउन, स्वास्थ्य सुरक्षित राख्न र सङ्कटको सामना गर्न सक्षम हुन्छौँ। साथै स्वास्थ्यका लागि सँगै विज्ञानसँग उभिएर हामी सुरक्षित भविष्य सुनिश्चित गर्न सक्छौँ। महिलालाई त्यसलाई केटी गर्दा साह्रै नै दुःख भएको थियो। बल्ल गएर केटी पाइन्छ, अब माथि स्वर्गदेखि भयो भने माइलोको आत्माले शान्ति पाउनु भयो। लु फेरि पनि बधाई छ है त तपाईँ। ल साथीहरू, तिमीहरूलाई धन्यवाद छ। अब मेरा साथीहरू भने पनि आफन्त भने पनि तिमीहरू नै हो। तिमीहरू भनेका छात्रहरूले गान्धीका साथीहरू। अब मैले पनि जीवनमा पहिलोपटक बिहे गर्न लागिरहेको छु। जो बिहेमा थिएँ मैले तिमीहरूबाट भरपुर सहयोग अपेक्षा गरेको छु है। सहयोग त गरिहाल्यो नि, हामीले नगरी कसले गर्छौँ तँलाई? हेर केटा, तेरो बिहेमा आइन्छ, सहयोग गरिन्छ, तर खसी चाहिँ ढाल्नु पर्यो। ढाल्दैनस् भने त आइँदैन। अबदेखि म तिमीलाई ठुलो भन्नु सुन न, हाम्रो घर कस्तो लाग्यो? घर त राम्रै छ, तर कस्तो खाली खाली हो र? खाली खाली भयो के भयो त? अब तिमी मेरो ठुलो, तिमीले बनाएको खाना त कति मिठो मिठो जति खायो यार। के भयो के भयो? ठिक छ तिमी खासै खाना खाँदै भमिट गर्न थाल्यो, खानामा केही पऱ्यो जस्तो लाग्यो। गाह्रो भयो सक्दै सक्दै तपाईँ पनि कस्तो बुझेर पनि बुझ्नु चाहनुहुन्छ, त्यस्तो होइन के? तपाईँ बाबा भन्ने मैले सबै कुरा बुझेँ। अब मैले खुसीको कुरा साथीहरूलाई सुनाएर आउँछु। हामी आउनु हुँदैन हो। सबैले बाख्रा उकाली लागे, गोरुले बाख्रो अरूले आउँदा जेसुकै खाना, अरूले आउँदा जेसुकै खाना। के हो बिहान बिहानै मस्किँदै रमाउँदै गाउँदै आएको किन यस्तो मस्किरहेको? आज तिमीहरूलाई म एउटा खुसीको कुरा सुनाउन आएको के हुनु नि, अब तिमीहरू काका बन्दैछ। जीवन दान गरौँ। होइन साथीहरू, आज हाम्रो गाउँमा पनि ठुलै भिड लागेको छ त। किन यसो बुझाउनुहुन्छ? नमस्ते, के भइरहेको यहाँ? नमस्ते। नमस्कार। आज यहाँ रक्तदान कार्यक्रम भइरहेछ। यहाँ दिएको रगत जम्मा गरेर आवश्यक परेको ठाउँमा पुर्याइन्छ। हजुरहरू पनि इच्छुक हुनुहुन्छ रक्तदान गर्न? ए रक्तदान हो, गरिदिने त्यस्ता रक्तदान शब्ददान गरिदिने त्यस्ता। हाम्रो रगत पनि त्यति सस्तो छ भन्ने बित्तिकै दिनलाई गरिदिने हजुरलाई थाहा छैन र एक ठेपा रगतले त्यसको ध्यान पनि बस्नुपर्छ। चुप लाग। तँ हिजोको अन्डा आज त झलक्कै हामीलाई थाहा छैन रक्तदान गर्दा के हुन्छ भनेर। त्यो चाहिने नचाहिने अनेक थरी रोग सर्छ अरे। अब मलाई नै रगत कम हुन्छ अरे, मेरो नै प्रेसर कम हुन्छ अरे, अनि मेरै ज्यान जोखिममा राख्छ कि अरू कसैलाई रगत दिन्छु म? लु दिँदैन, लु दिँदैन। काका तपाईँले त्यस्तो नगर्नुहोस् न। चुप लाग। कहाँको साथीहरूलाई देख्छ अल्लाहलाई। बुढीले हेर त, हाम्रो बच्चाले कस्तो जोडसँग लात हानिरहेछ। झट्टै सुन त। अबे हो रहेछ त, के हो? फुटबलले जस्तो डाउन अब छोरो भयो भने घुँडा जस्तै बनाउनु, छोरी भयो भने सानो जस्तै बनाउनु होइन? तपाईँ पनि छोरो पाउन कहिले
मैले कहिले फोटो सिलाउन आएको नि आउनु न बस्नु न हजुर पनि अनि साँच्ची भाउजू हजुरले नियमित रूपमा आइरहन सके खाइरहनु भएको छ नि खाइरहेको छु नानी तर यस्तै मेरो बच्चाले असर त पार्दैन आँटेर पार्दैन यो त बरु हजुरको पेटमा रहेको बच्चाको चौतर्फी विकासको लागि अति आवश्यक छ यसलाई नियमित रूपमा डोज मिलाएर खाइराख्नु हुन्छ नानी अनि साँच्ची भाउजू गर्भजाँचको लागि नियमित रूपमा स्वास्थ्य चौकी पनि गइरहनु भएको छ होला नि गइरहेको छु नानी ए हस् त दाजु अहिलेलाई म राख्छु अरूहरू पनि जान्छ आमा र बच्चाको चाहिँ धेरै ख्याल गर्नुहोस् हुन्छ धन्यवाद नानी घरमै आइ सल्लाह सुझाव दिनुभयो धेरै धेरै धन्यवाद है अनि कस्तो छ त हजुरलाई अहिले के जानु अप्ठ्यारो भएको त छैन ठिकै छ डाक्टर साहब अनि यो पेट मोलो भएर चाहिँ सुत्न हिँडुल गर्न साह्रै गाह्रो हुन्छ अनि छिन पिसाब लागेर त के बनाउँछ डाक्टर साहब कुन गर्भावस्थामा सामान्य कुरा हो ठुलो म पारी बोल्न गएर दाउरा लिएर आउँछु तिमी आफ्नो राम्रो ख्याल गर्नु है हुन्छ तर अलिक चाँडै आउनु होला ए भइहाल्छ नि म चाँडै आउँछु है आज किन यस्तो भएको आज त साह्रै गाह्रो बनाउँछ जस्तो छ घरमा छैन ए बुढा छिटो आउनुहोस् आएको थियो अहिले डक्टरले हेरिराख्नु भएको छ चिन्ता नगर डाक्टर उहाँको त रगत नै रोकिएन अघि पो सिन्दिनु त उहाँलाई भने के भयो तिमीले के भयो उहाँलाई बच्चा जन्माउँदा धेरै रगत बगेर रक्तस्राव भएको छ हामीले औषधि त दिएका छौँ तर औषधिले मात्रै रगत खान गाह्रै पर्ला जस्तो छ उहाँलाई त खै अब रगत नै चढाउनु डाक्टर उहाँलाई त औषधिले काम गरेन रगत नै चढाउनु पर्ला जस्तो छ ब्लड ग्रुप के हो उहाँको बी पोजिटिभ अनि हामीसँग बी पोजिटिभ ब्लड छ त अहिले छैन हेर्नुहोस् हामीसँग बी पोजिटिभ ब्लड उनीको उपलब्ध पनि रहेनछ अनि हजुरको श्रीमतीको खर्च त्यसैले हजुरले बी पोजिटिभ डक्टर यहीँ भनेर आउँछु मेरो फुलकुमारलाई कसरी बताइदिनु है ठिक हो ए तपाईँ के हो सुन तिम्रो रगत पनि बिखुसी भएन मेरो फुलकुमारलाई अहिले तुरुन्तै रगत चाहिनु परेको छ होइन भने 5 दिनै भनेको छ तुरुन्तै ल्याउन मेरो फुलकुमारलाई बचाइदिनु पर्ने रगत दिएर मजाक नगर्नु बिर्खे काँदेर श्रीमतीलाई के गर्नु होला मलाई सर्यो भने कलेजमा आइदिन्छ केही पनि छैन केही पनि हुँदैन ल्याउ न सुन साथी तैँले अस्ति रक्तदान दिने बेलामा के भने रगत दियो भने शरीर कमजोर हुन्छ अरे रक्तचाप घट्छ अरे शरीर विभिन्नहरू लाग्छ अरे अनि म कहाँबाट ब्लड ब्याङ्कहरूमा सोध्यो हुन्छ फुलकुमारलाई कसले बचाउँदा कस्तो रगत दिएर मेरो फुलकुमारले आयो बिर्खे भाइ तिमी टेन्सन नलिनु फुलकुमारीलाई बचाउने हाम्रो पनि मैले मेरो छोरा किशोरलाई फोन गरिसकेर मेरो छोराको पनि ब्लड छैन तिमी टेन्सन लिनै पर्दैन हामी सबै मिलेर फुलकुमारीलाई बचाउँछौँ दाइ तुरुन्तै ल्याउनु भने सबै पनि 5 दिन भनेको छिटो बोलाउनु छिटो श्रीमतीहरूले खतरामुक्त हुनुहुन्छ उहाँले दिएको रगतले हजुरको श्रीमतीको ज्यान जोगियो आज तिमीलाई म कुन मुखे धन्यवाद
कहाँ रक्तदान गर्नुपर्छ भन्दा मैले त्यो कुरालाई अस्ति जुन कुरालाई मैले यति पनि नि आज नमस्ते डाक्टर साहब कता हो डाक्टर साहब मैले त रक्तदानको म त सबै बुझेँ आज म र किन हाल्छु हजुर त यता आउनु रक्तदान गर्न ठुलो बस्दैन नि यो जेठलाइसँग हो दान गर्नु हामी सबैको सामाजिक उत्तरदायित्व हो। छटाऊ र रक्तदान गरौँ। उपस्थित सम्पूर्णमा मेरो सादर नमस्कार। यस उपलब्धिमूलक कार्यक्रममा म बीपीएस 3rd इयरमा अध्ययनरत विद्यार्थी एलिसा भट्टराई आज हजुरहरू सामु एउटा कविता लिएर उपस्थित भएकी छु। सर्वप्रथम त आज मलाई यो सुनौलो अवसर प्रदान गराइदिनु भएकोमा आयोजक टिम प्रति म असाध्यै कृतज्ञ छु। सर्ने रोगका व्यथा। ओहो धेरै दिनपछि भेट भयो साथी के छ हाल खबर? धेरै दिनपछि भेट भयो साथी के छ हाल खबर? चिन्नै सकिन मैले त तिमीलाई मोटा छौ दोब्बर। चिन्नौ कोदोको रोटी र मकैका चेफ्ला त गाउँलेका खाना रे। कोदोको रोटी र मकैका चेफ्ला त गाउँलेका खाना रे। बरु रिस अलिक बिदो हुन्थ्यो कि योग शिविर जानाले। भाउजूको रिस अलिक बिदो हुन्थ्यो कि बरु योग शिविर जानाले। स्ट्यान्डर्ड साइन्स भन्ने थेममा आज अप्रिल 7 अर्थात् अप्रिल 7 कविता स्वास्थ्यसँगै सम्बन्धित कविता वाचन गर्दैछु र यस कविताले यहाँहरूलाई सोच्न महसुस गर्न र प्रेरणा लिन सहयोग गर्नेछ भन्ने आशा व्यक्त गर्दै मेरो कविता वाचन गर्न अनुमति चाहन्छु। चन्द्र छुने होडमा दौडिँदा आधुनिकताको मोडमा दौडिँदा चन्द्र छुने होडमा दौडिँदा टन्न कमाएर बारमा रमाउँदा विवेकी बनेर आविष्कारमा रमाउँदा मैले ज्ञानलाई विज्ञान बनाएँ। आधुनिकताको मोडमा दौड You
respected colleagues, reminds us that health is not an individual pursuit. It is just faculty members. ल कस्तो रह्यो वर्ल्ड हेल्थ डे राम्रो दिदी ल कस्तो भयो गाइज वर्ल्ड हेल्थ डे बब्बाल भयो सक्यो सक्यो दिदी वर्ल्ड हेल्थ डे सक्यो मेरो थर्ड एन्ड लास्ट वर्ल्ड हेल्थ डे